250 वर्षसम्म राजा महाराजाले यो देशलाई कहाँ पुर्याए नेपाली जनताले बिर्सेको छ। मूर्ति चोर को हुन्? नेपालका ठुल्ठुला मूर्तिहरू चोरहरू अहिले राजा। भाइमारा को हो? भाइमारा को हो? आफ्नै वंश मास्नेले त्यहाँ आएर अहिले फेरि दाग लगाउन मिल्छ? सुन तस्कर को हो? नेपाली जनताले बिर्सियो भन्न ठानेको। मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटि छानबिन गर्नुपर्ने छ भनेको थिएँ। मैले त्यति बेला 5 वर्ष शासन गर्न पाएको भए म फेरि एकचोटि छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा छेगान लगाउने विचार थियो। अहिले यिनीहरू चुरीफुरी गरेका छन्। मैले तराईको जागरण अभियानमा भनेको थिएँ, धेरै चुरीफुरी नगरे हुन्छ। धेरै चुरीफुरी गर्यो भने धेरै मूर्खता पहिले पनि भइसकेका छ। अर्को मूर्खता गरे भने नेपाली जनता उदार हुँदैनन्। अब नेपालका राजनीतिक दल पनि उदार हुँदैनन् भनेको थिएँ मैले। त्यसकारण हामी सबैले आवाज उठाउनु पर्यो। त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू त परिवारभित्रै थिए नि, उनीको परिवारभित्र। सबैले बुझेछ नि नेपाली जनताले को हो मुख्य त्यसको प्लानर, त्यसको मास्टर माइन्ड को हो भन्ने जनतालाई थाहा छ। बिर्से भन्ने ठानेका छन् तिनीहरूले। तिम्रा आसेपासेहरूले त आफै लुट्न पाइन्छ कि भनेर तिमीलाई बोक्न सक्छन्। तिमी बढी उचालियौ भने या विदेशीका एक दुईटा फोटो टाँसेर उनको घरमा आउँछु कि भन्ने सपना देखेको हो भने त्यो दिवा सपना हुनेछ। त्यो भ्रममा नरहन चाहिँ हामी अपिल गर्छौँ। त्यसकारण हामी सबैले आवाज उठाउनु पर्नेछ। एकातिर हामीले अहिलेको सरकारको भ्रष्टाचारीहरूलाई बचाउने, बिचौलियाहरूको इच्छा अनुसार नियुक्तिहरू गर्ने, जनतालाई सताउने, राम्रो काम गर्ने जतिलाई सताउने, नराम्रो काम गर्ने जतिलाई पुरस्कार दिने अहिलेको सरकारको काम त्यही भएको छ। कुलमानलाई सताउने, कुलमानलाई सताएको त तपाईँ हामी सबैले देखेका छौँ नि। जसले चाहिँ त्यत्रो लोड सेडिङ अँध्यारो नेपाललाई उज्यालो बनाएर त्यसैलाई सताएको छ। किन? किनकि भ्रष्टाचार गर्न पाइएन, अरबौं लुट्न पाइएन। त्यसकारण आदरणीय जनसमुदाय, म तपाईहरू सबैलाई फेरि एकचोटि गम्भीर रूपले यो सबै जटिलताबाट पार पाउन परिवर्तनको वाहक, शान्ति सम्झौताको एउटा जीवित हस्ताक्षरकर्ता, संविधान निर्माणको एउटा प्रमुख नेतृत्वकर्ता हुनुको नाताले मैले र हाम्रो पार्टीले देशको जिम्मा लिनै पर्ने भएको छ। त्यसमा तपाईहरू सबैको सहयोग, हामी यो देशलाई भ्रष्टाचार मुक्त देश बनाउन सकिन्छ। यो देशलाई सामाजिक विभेद मुक्त देश बनाउन सकिन्छ र आर्थिक रूपले समृद्ध देश बनाउन सकिन्छ। 18 महिनामा हामीले टेलर त देखाइ नै सकेका छौं। आउने दिनमा पुरै फिल्म देखाउन पर्ने छ। त्यसको निम्ति तपाईहरू सबैको साथ चाहिएको छ।